पोखरा जाँदैछु फर 2 डेज अनि त्यसपछि फर अ रिजनले जाँदैछु। त्यो रिजन चाहिँ तपाईँहरूले सिल्ली पनि लाग्न सक्छ अनि त्यसपछि वाउ इट्स माई ड्रिम। त्यो देखे जस्तो त्यति साह्रो चाहिँ छैन कि कोले बच्चामा धेरै खानुभयो खै हामीलाई त स्टिल पनि मनपर्छ। त्यही हो वाक्क दिएको भइसक्यो म एउटै ठाउँमा बस्दै अनि गीत पनि एउटै सुन्दा के को जाम होला भाइ। पोखरा पुगेर पनि सारङकोटको बाटो लागिसक्यौँ। बाटो कति प्राइस पर्छ त्यस्तो टेन्सन लिइराख्नु पर्दैन नि त। साथीहरू यो चाहिँ हामी बसेको होटेल काठमाडौँमा खाँदिनँ कि अनि यहाँको त यस्तो मिठो यस्तो छ अहिलेको नाइट भ्यू। हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजनालाई इट्स मी अनिता तामाङ एन्ड देन सबैजनालाई नमस्कार लासो फ्याबुला वेलकम छ मेरो युट्युब च्यानलमा। एन्ड देन आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ र म एकदमै ठिकठाक। तपाईँहरूले चाहिँ टाइटलबाटै थाहा पाइसक्नुभयो म चाहिँ कहाँ जाँदैछु भनेर। म चाहिँ पोखरा जाँदैछु फर 2 डेज अनि त्यसपछि फर अ रिजनले जाँदैछु। त्यो रिजन चाहिँ तपाईँहरूले सिल्ली पनि लाग्न सक्छ अनि त्यसपछि वाउ इट्स माई ड्रिम हुन्छ नि मलाई पनि कस्तो गर्न मन थियो भन्ने टाइपको पनि लाग्न सक्छ। एन्ड देन त्यही हो तपाईँहरूलाई चाहिँ म अर्को भिडियोमा भनिहाल्छु अथवा यो भिडियोमा पनि इनमा भन्छु तपाईँहरूले म के गर्दैछु भनेर। एन्ड त्यही हो मेरो चाहिँ रेडी भइसक्यो। अब म चाहिँ इनड्राइभ बोलाएर जानुपर्ने हुन्छ अनि त्यसपछि यो पछि म के गर्दै जान्छु। आज चाहिँ पोखरा जाने अनि त्यसपछि के गर्छु बेलुका त्यो सबै तपाईँहरूलाई देखाउँछु हस्। सो साथीहरू चाहिँ हतारमा चाहिँ निस्किनु पर्ने हुन्छ अनि त्यसपछि इनड्राइभ पनि बोलाइसक्यो आइ पनि सक्नुभयो। मेरो आउटफिट चाहिँ यस्तै छ अघि रातो त्यो लाएँ अनि त्यसपछि अडस मडस नहोस् भनेर चाहिँ म यही लाएर हिँडेको हस्। अब चाहिँ बस पार्कमा पुगेर भेट्छु सिधै। साथीहरू अब चाहिँ हामी काठमाडौँबाट पनि निस्किसक्यो। साथीहरू अब चाहिँ हामी थानकोट पनि कटेको अनि त्यसपछि चाहिँ मेन ठाउँ कहाँ हो थाहा छैन। एकछिन गाडी रोकेको अनि त्यसपछि यो चाहिँ माछा कोले बच्चामा धेरै खानुभयो खै हामीलाई त स्टिल पनि मनपर्छ जति खाइ नै अगाउन। तपाईँहरूलाई मनपर्छ पर्दैन कतिको खानुभयो स्कुल लाइफमा वा खोलै नसक्ने स्कुल लाइफमा। खान्छु ल Bluetooth connection success. अब चाहिँ निस्किने हामी बाई बाई खाँदै गर्छु ल। के को जाम होला भाइ यस्तो गरे भइसक्यो हौ दामी दिँदो रहेछ भाइ। गाइजहरू अब चाहिँ कति 1 बज्यो अनि त्यसपछि 5 घन्टा भइसक्यो। अब 1 घन्टा बाँकी छ पुग्नुलाई अनि त्यही हो वाक्क दिएको भइसक्यो। म एउटै ठाउँमा बस्दै अनि गीत पनि एउटै सुन्दा अब पोखरा पुगेर म तपाईँहरूलाई त्यही भिडियो बनाउँछु हस्। साथीहरू हामीहरू चाहिँ पोखरा पुगेर पनि सारङकोटको बाटो लागिसक्यौँ। भाइसँग चाहिँ सारङकोट पुगेर एकछिन बस्ने खाजाहरू खाने अनि हाम्रो होटेल जाने बाटो चाहिँ त्यही बाटो पर्छ नि त। त्यही भएर हामी चाहिँ त्यहाँ एकछिन पसेर अनि त्यसपछि खाजा खाएर एकछिन फ्रेस भएर जाऊँ भनेर। अनि हामी जाने होटेल भनेको चाहिँ लुवाङ भिलेज भन्ने छ अनि त्यसपछि त्यहाँ गएर आज हामी त्यही बस्ने लेक साइडतिर चाहिँ नघुम्ने एकैचोटि भोलि मात्र घुम्ने अनि त्यति हो। अब चाहिँ सारङकोट पुगेर भेटौँ ल हस्। ल है सरर पोखरा अब हेर्नु साथीहरू भ्यू हेर्ने भनेको त अन्धकार छ होइन। भाइब लिन आएको यहाँ भाइब लिने ठाउँ नै यस्तो भएपछि के हार्ने होला त गाह्रो पर्यो हो हामीलाई। साथीहरू हेर्नुहोस् त अब तपाईँहरूलाई भ्यू देखाउँछु भनेको आफू पनि भ्यू हेर्छु भनेर आएको केही देखेको होइन कि अब कस्तो खालको भ्यू हेर्ने हो।
त्यही भएर हामी त फर्केर अनि त्यसपछि त्यही हो होटलतिरै लाग्यौँ अब हस् होटल पुगेर भेटौँला सो साथीहरू तपाईँहरूलाई मैले भ्यू देखाइहालेँ होइन यस्तो डेन्जर छ अब केही देखेको छैन कि अनि भोलि के हुन्छ भोलि पनि यस्तै भयो भने त मेरो त कस्तो एक्सपेक्टेसन नै मिट हुँदैन मलाई म स्याड हुन्छु स्याड अनि त्यसपछि अहिले चाहिँ हामी डाइरेक्ट त्यो भिलेजमा जाँदैछौँ अनि त्यहाँ चाहिँ गुरुङ कम्युनिटी हो खास अनि त्यसपछि आयो त्यहाँ चाहिँ रमाइलो हुन्छ भन्ने आशा छ अनि त्यसपछि अब चाहिँ हामी गयौँ ल भिलेजतिर अनि त्यहाँ पुगेर तपाईँहरूलाई देखाउँछु कस्तो छ भनेर साथीहरू अलिअलि देख्ने भनेको यति नै हो होइन भ्यू चाहिँ यो गाउँको अब त्यो बाइक त देखिन्न हामी चाहिँ लङ भिलेज जाने बाटो ठ्याक्क आइपुग्यौँ गाइजहरू हामी चाहिँ लङ भिलेजमा पनि पुगिसकेछौँ नजिकै रहेछ यो चाहिँ अब हुन त हामी हल्का माथि जानुपर्ने होला अनि त्यसपछि अब चाहिँ त्यही गएर भेटौँला साथीहरू एउटा कुरा भनेको चाहिँ तपाईँहरूले एकदम सजिलो हुने भने चाहिँ यो प्राइसको चाहिँ अलरेडी नै यहाँ राखिदिएको हुन्छ अनि त्यसपछि ढुक्क भएर आउनु होला अनि अब भित्र गएर कति प्राइस पर्छ त्यस्तो टेन्सन लिइराख्नु पर्दैन नि त सो तपाईँहरूको लागि भयो नि मैले भिडियो गरिदिएको हाम्रो डेस्टिनेसनमा पुगिसक्यो यस्तो छ यस्तो सो साथीहरू हामी चाहिँ होटल पनि आइसक्यौँ अनि त्यसपछि होटल आउने बित्तिकै दाइहरूले चाहिँ हामीलाई वेलकम खाजा पनि दिनुभयो मकै र आई डोन्ट नो वाट इज दिस यो सायद गुरुङकोहरूले बनाउनुहुन्छ कि के हो थाहा भएन हुन त गुरुङको भएर होला यस्तो खालको बनाउनु भएको मलाई जहाँसम्म लाग्छ एन्ड देन चिया पनि छ अब चाहिँ हामी यो खान्छौँ अनि त्यसपछि फ्रेस भएर अनि बाहिर चाहिँ कस्तो छ तपाईँहरूलाई म देखाउँछु खास मकै चाहिँ यस्तो मिठो छ नि मैले काठमाडौँमा त खाँदिनँ कि अनि यहाँको त यस्तो मिठो म सब सकाइदिन्छु जस्तो लागेर सो अहिलेपछि चाहिँ म अब कस्तो छ यहाँनिर ठाउँ यस्तो राम्रो छ कि राम्रो साँच्चीकै राम्रो छ अनि त्यसपछि तपाईँहरू पनि आउनु सक्नुहुनेछ अब म अहिले पछि भिडियोमा चाहिँ देखाउँछु ल कस्तो छ भनेर खास अहिले चाहिँ खाएर अनि म भेटौँला अनि के मेरो फेस त यस्तो बिजोग देख्दैछ किनभने 5-6 घन्टा गाडीमा अनि फेरि बाइकमा हिँड्दाखेरि त चिसोमा कपाल त यस्तो डेन्जर भएको म त हिजो भर्खर नुहाएको होइन म सब नुहाउनु पर्छ अहिलेपछि एकदम फ्रेस हुन्छ अनि हजुरहरूसँग भेट्छु हस् साथीहरू यो चाहिँ हामी बसेको होटेल लङ भिलेज एन्ड देन यस्तै खालको छ सानो तर चिटिक्क परेको भित्र पनि राम्रो छ अहिलेपछि खाना खाने बेला देखाउँछु साथीहरू म चाहिँ फ्रेस भएर पनि हेर्नुहोस् डुल्दैछु अलिकति डुल्यो अनि त्यहाँदेखि यस्तो राम्रो छ सो साथीहरू यो चाहिँ यहाँको गाउँघरहरू हामी चाहिँ डुल्दै हो मस्त यस्तो छ अहिलेको नाइट भ्यू साथीहरू अब चाहिँ खाना खानु लागेको अनि त्यसपछि अहिले चाहिँ भेज खाना खाने अनि भोलि चाहिँ नन भेज खाने त्यही भएर अहिले चाहिँ साग अनि यो भिन्डीको तरकारी अनि अचार गुन्द्रुक सबै खाने यो पनि हालेको चाहिँ मजा रहेछ अब चाहिँ खाइसकेर भेट्छु ल अहिलेपछि साथीहरू अहिले चाहिँ माम पनि खाएर सकिसक्यो तपाईँहरूले माम खाएर सक्नुभयो कि भएन माम खाएको छ कि छैन त्यो पनि के भन्ने खानु भएको छैन भने खानु छिटो अनि त्यसपछि अहिले चाहिँ अब तातो पानी खाएर बसेको माम खाएर आधी घन्टा जति यतिकै बस्छु अनि त्यसपछि नन भेज खाम भनेको फेरि सुकुटी साथीको खानु मन लाग्यो अनि सुकुटी साथीको खाने अहिलेपछि आएपछि म तपाईँहरूलाई देखाउँछु अनि कस्तो छ भनेर म भन्छु ल
अनि आज चाहिँ अब त्यो खाइसकेर अनि सुत्छु, एकदम थाकेको छ। अनि त्यसपछि भोलि चाहिँ अब बिहान उठेर अरू पनि के गर्नु छ होइन, अनि त्यो पनि हजुरलाई म भिडियोमा देखाइहाल्छु। हस् साथीहरू, साथीको स्कुटी पनि आइसक्यो, हेर्न सक्नुहुनेछ। इट लुक्स डिलिसियस। तर अब कस्तो टेस्ट गर्छ भनेर चाहिँ हजुरहरूलाई म खाएर अनि त्यसपछि रिभ्यू दिन्छु ल। हजुरहरू स्कुटी ट्राई गरौँ हस्, साथीको कस्तो हुँदो रहेछ भनेर। ठिकै छ, त्यस्तो देखे जस्तो त्यति साह्रो चाहिँ छैन कि, ठिकै छ, त्यही हो। ठिकै मिठै छ। अनि अब चाहिँ यो खाएर भिडियो चाहिँ अहिलेलाई एन्ड गरेको, भोलि कन्टिन्यू गर्छ त्यसमै। गुड नाइट। हेलो साथीहरू, गुड मर्निङ फ्रम कास्की लङ भिलेज। अनि त्यसपछि के गर्नु है, आजको मौसम पनि त्यस्तै छ, हेर्नु अलिअलि पनि खुलेको छ। आई होप दिउँसोसम्म खुल्छ होला। एन्ड देन अब चाहिँ फ्रेस भएर हामी खाजा पनि खान आएको। मलाई त डेन्जर देख्दै होला कि निन्द्रा नपुगेर। अब चाहिँ खाजा खान्छौँ हस्। साथीहरू खाजा पनि आइसक्यो। अनि त्यसपछि यहाँ छ फापरको रोटी, अनि यो चाहिँ एउटा चाहिँ गेडागुडीको सुप जस्तै। अनि त्यसपछि यहाँ ससेज पनि छ, अन्डा, चिया सबै छ। एन्ड देन त्यही हो, अब चाहिँ खानु पर्यो। लाइटिङै मिलेको छैन। अब चाहिँ खान्छु ल। साथीहरू, हामी चाहिँ भर्खरै फोटोहरू खिचेर भिडियोहरू खिचेँ, अनि तर मैले भ्लग चाहिँ गरिनँ। अनि त्यो चाहिँ भिडियो पनि हालिदिइसकेको छु मैले, के खिच्यो फोटोहरू भनेर भिडियोहरू पनि एडिट गरेर हालिदिएको छु। त्यहाँदेखि अब चाहिँ खाना खान लागेको। खाना खाएर चाहिँ हामी पोखरातिर लाग्नुपर्ने हुन्छ, लेक साइडतिर। त्यही हो, अब चाहिँ माम खाने। यहाँ चाहिँ अहिले चिकन, अनि त्यहाँदेखि इस्कुसको तरकारी, साग, एज युजुअल हिजोकै। अब चाहिँ खाना खाएर अनि निस्किने बेला भेट्छु। सो साथीहरू, अहिले चाहिँ खाना पनि खाइसकेँ। अनि त्यहाँदेखि अब चाहिँ छिटो हिँडिनु पर्ने हुन्छ क्या, किनभने त्यहाँ गएर अब पोखरा लेक साइडमा जान्छौँ होला त्यहाँतिर। अनि आज रातभरि घुम्ने, प्लस त्यहाँ अब दिउँसै गएन भने फेरि भ्याउँदैन सोचेको जस्तो। अनि त्यही भएर अब चाहिँ निस्किहाल्ने। यो भिडियो चाहिँ म यहीँ एन्ड गरिदिन्छु। अनि त्यसपछि अर्को भिडियो चाहिँ उता पोखरा पुगेर स्टार्ट गर्छु। ओके, सो थ्याङ्क यू सो मच फर वाचिङ एभ्रीवान। अनि मन पऱ्यो भने लाइक, सेयर, सब्सक्राइब, कमेन्ट पनि गरिदिनु। हस्, बाई बाई, टेक केयर।